उहाँ हाम्रो वडा सभापति गणेश बमजी हुनुहुन्छ, उपसभापति रविन सिंहजी लगायत नगर सभापति एकेराज उपाध्यायजी हुनुहुन्छ। अनि उहाँ चाहिँ हाम्रो वडा नम्बर 2 को युवा हनार उहाँको नाम जगतबहादुर साईजी हो। उहाँ अहिले हाल तरुण दलको क्षेत्रीय सदस्य पनि हुनुहुन्छ। उहाँको बाणीबाट 2 शब्द सुन्न चाहन्छु, के भन्न चाहनुहुन्छ? हामी घर दैलो गरिरहेछौँ। निरन्तर रूपमा 5 दलीय गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन चाहन्छु। जय नेपाल। जय नेपाल। उहाँहरू मेरो प्यारो दाईहरू के भन्न चाहनुहुन्छ? हस्, धन्यवाद। माथि पनि हो दिलराज पन्तजीले। हेलो, हिजो हामी जहाँ भित्रतिर आएको थियौँ नि, फिल्म हलको भित्रतिर, त्यहीँ कहाँनिर? ए त्यहीँनिर त हो त, त्यहीँबाट भित्र आइसेन, हल्का अगाडि आएर त्यहीँनिर छु। उहाँ हाम्रो वडा नम्बर 2 को वडा कार्य समिति सदस्य टेक परियारज्यू माफी चाहन्छु। के भन्न चाहनुहुन्छ? को म? हजुर भन्न चाहन्छु नि, हामी 5 दलीय गठबन्धनलाई सहयोग गरेर यो घर दैलो कार्यक्रममा हिँडिरहेका छौँ। आज 2 दिन भयो। हाम्रो पार्टीलाई जसरी पनि जिताउनु पर्छ। र हाम्रो पार्टी सबभन्दा देशको ठुलो पार्टी हो। त्यही भएर हामी चाहिँ घर दैलो कार्यक्रममा हिँडिरहेका छौँ। सबै भाइ बहिनी, दाजुभाइ, दिदी बहिनीहरूले सबैले सहयोग गरेर, साथ सहयोग गरेर एकदमै अत्याधिक बहुमतले विजय गराइदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। धन्यवाद। जय नेपाल। उहाँ हाम्रो निवर्तमान कावा सभापति चक्र पाण्डेज्यू के भन्न चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ? म के भन्न चाहन्छु भने घर दैलोको साथसाथै सम्पूर्ण जनतालाई प्रत्यक्ष भेटेर उहाँहरूलाई पार्टीका बाध्यमा अनि कनीको चाहिँ तपाईँ कन्फ्युज नहुनुहोला, तपाईँसँग ढुक्कका साथ गठबन्धनलाई भोट हाल्नु होला भन्ने शुभकामना दिन चाहन्छु र उहाँहरूको घर आँगनमा जाँदै भोट माग्न चाहन्छु। धन्यवाद। जय नेपाल। मतदान माग्न आयो। ल आधा तिमी आयो भइहाल्यो। सबभन्दा तँ जस्तै पढे लेखा तिमीले लाठी प्रचारमा लिने खेतोलाई तेरि आमालाई भोलि सोचेर ल यो चाहिँ नि नेपाली कङ्ग्रेसको गठबन्धनलाई भोट हाल्ने 4वटा रुख अनि हाम्रो यता अरू हस्या हतौडा छैन होइन। 4वटा रुखमा सुन, एउटा यो रुखमा हान्ने, अर्को कहाँ छ यार? यो भन्दिने नेपाली कांग्रेस यो तेरो मामा हो गणेश बम ईश्वर बाजे भन्दै उनको भतिजो वडा सभापति अहिलेको है। अब झन् पक्का भयो नि है। दिदीको भान्जी हो के विशाल नगर ल ल लाटी है। अब साथी सबैलाई भन्दिनु गठबन्धनमा हाला भन्नु ल ल ल। हो त बसेको चाहिँ यसो अध्ययन पनि गर, त्यहाँ त्यही बाटो पनि के कुरा सिकिन्छ।